रवि लामिछाने चाहियो हामीलाई। हामी रवि लामिछाने जस्तै मान्छेहरू देशमा नहुन्, त्यस्तो मान्छेको लिडरसिपमा चाहिँ हामी हुन भएन। त्यस्तो ठग मान्छेहरू, ठगी गरेर उनीहरू जेलमा गरेको मान्छेहरू, आम जनतालाई सहकारी लुटेर ऊ ग्रुप भएर लुटुवा हो भनेर ऊ जेलमा गएको मान्छेलाई हामीले यो यत्रो आन्दोलन उसलाई निकाल्न गरे हो। जेनजीको नाममा नेता बन्नेहरू, जेनजीलाई कन्फ्युज गर्नेहरू, मिसलिड गर्नेहरू, यो भिडियो तपाईँको लागि हो। यो तपाईँको लागि म एक्सपोज गर्दैछु रुटिन अफ नेपाल बन्दलाई, भिक्टर पौडेललाई एक्सपोज गर्दैछु, म इन्डेप्थ स्टोरीलाई एक्सपोज गर्दैछु, म र्यान्डम नेपालीलाई एक्सपोज गर्दैछु, म निमेश श्रेष्ठलाई एक्सपोज गर्दैछु, म हामी नेपालीलाई एक्सपोज गर्दैछु। सबै ध्यान दिएर सुनौँ हामी। किन एक्सपोज गर्दैछु म? संविधान पूर्ण लेखन गर्नु तपाईँले भने जतिको सजिलो छ। युथलाई म्यानिपुलेट गर्न जतिको सजिलो संविधान पूर्ण लेखन गर्नु होइन। बुझ्नुपर्छ बेलामा। किन थाहा छ? तपाईँहरू यत्रो 4 दिनको आन्दोलनमा आधिकारिक रूपमा यो मुभमेन्टको लिडर को हो छान्न नसक्ने, आधिकारिक रूपमा यो मुभमेन्टको एजेन्डा कतिवटा हो, एउटा दुईटा तीनटा भन्न नसक्ने, 2 जना 3 जना 4 जना प्रतिनिधि को हो जेनजीको भन्न नसक्ने। गृहमन्त्रीको राजीनामा पनि पायो रमेशले। राजीनामा दिएर उहाँले नैतिकताको रूपमा बदनाम भयो। राजीनामा दिएर मात्रै हुँदैन, यो हत्याको जिम्मा लिएर